नमस्ते साथीहरू, आज हामी 2026 को सबैभन्दा धेरै पर्खाइमा रहेको क्राइम थ्रिलर फिल्म क्राइम 101 को बारेमा कुरा गर्नेछौँ। यो फिल्म डोन विन्सलोको चर्चित नोभेलमा आधारित छ। के यो फिल्ममा क्रिस हेम्सवर्थ र मार्क रफाइलोको जोडीले कतिको जादु देखाए त? आजको भिडियोमा हामी यो फिल्मको पुरा कहानी विस्तारमा बुझ्नेछौँ। ल सुरु गरौँ आजको भिडियो। फिल्मको सुरुवात हुन्छ माइक डेभिस यानि कि क्रिस हेम्सवर्थबाट। माइक कुनै साधारण चोर होइन, ऊ एक प्रोफेसनल हो। उसको एउटा नियम छ जसलाई ऊ क्राइम 101 भन्छ। उसको नियम अनुसार नम्बर 1 कहिले कसैलाई चोट नपुर्याउने, नम्बर 2 सधैँ 101 फ्रिक्वेको आसपास मात्र चोरी गर्ने र नम्बर 3 आफ्नो पछाडि कुनै डिएनए वा सुराग नछोड्ने। माइक निकै चतुर छ, त्यसैले पुलिसले कहिले पनि यी चोरीहरू एउटै मान्छेले गरिरहेको छ भनेर पत्ता लगाउन सकेको हुँदैन। तर यहाँ इन्ट्री हुन्छ डिटेक्टिभ लु लुबेसेनिक यानि कि मार्क रफाइलोको। लु अलि ओल्ड स्कुल र अनुभवी अफिसर हुन्। उनलाई शङ्का लाग्छ कि यो सहरमा भइरहेको गहना चोरीको पछाडि कुनै एक ठुलो मास्टरमाइन्ड छ। कथामा नयाँ मोड तब आउँछ जब माइकलले यो अपराधको दुनियाँ छोड्ने निर्णय गर्छ। तर सन्यास लिनु अघि उसलाई एउटा ठुलो ज्याकपट चाहिन्छ। यहाँ स्यारोन यानि कि हेलबेरीको प्रवेश हुन्छ। उनी एक इन्सुरेन्स एजेन्ट हुन् जसले माइकलाई $11 मिलियन को हिराको बारेमा जानकारी दिन्छन्। तर समस्या तब सुरु हुन्छ जब एउटा अर्को अपराधी ओर्मन यानि कि ब्यारी क्युगनको इन्ट्री हुन्छ। ओर्मन निकै खतरनाक र हिंसक हुन्छ। उसले माइकको शैली नकल गर्न खोज्छ, तर ऊ मान्छे मार्न पनि पछि पर्दैन। ओर्मनको हिंसाले गर्दा पुलिसको ध्यान माइकको इलाकामा अझ बढी केन्द्रित हुन्छ, जसले गर्दा माइकको अन्तिम मिसन खतरामा पर्छ। फिल्मको दोस्रो भागमा मुसा र बिरालोको खेल सुरु हुन्छ। एकतिर माइक आफ्नो अन्तिम चोरीको तयारीमा छ, अर्कोतिर डिटेक्टिभ लुले माइकको हरेक चाललाई पछ्याइरहेका छन्। माइकलले हिरा त चोरी गर्छ, तर ओर्मनले उसलाई धोका दिन्छ। ओर्मनले सबै पैसा र हिरा आफै राख्न चाहन्छ र यसै क्रममा लु र पुलिसको टिम पनि त्यहाँ पुग्छ। अब कुरा गरौँ फिल्मको सबैभन्दा मुख्य भाग क्लाइम्याक्सको। एउटा सुनसान ठाउँमा माइक, ओर्मन र डिटेक्टिभ लु बीच मुठभेड हुन्छ। ओर्मनले लुलाई मार्न खोज्दा माइकलले आफ्नो कसैलाई नमार्ने नियम तोडेर लुको ज्यान बचाउन ओर्मनलाई गोली हान्छ। यहाँ दर्शकहरूलाई लाग्छ कि अब लुले माइकलाई पक्रेर जेल हाल्नेछन्। तर ट्विस्ट यहाँ छ, लुले महसुस गर्छन् कि माइक एक नैतिक अपराधी हो र उसले आफ्नो ज्यान बचाएको छ। लुले माइकलाई त्यहीँबाट भाग्न दिन्छन्। लुले पुलिस रिपोर्टमा सबै दोष मरिसकेको ओर्मनमाथि थुपारिदिन्छन्। फिल्मको अन्त्यमा माइक आफ्नी प्रेमिका मायासँग एउटा टापुमा सुरक्षित देखिन्छ। उसले लुको लागि उपहार स्वरूप एउटा भिन्टेज मस्ताङ कार छोडिदिएको हुन्छ। लुले चोरी भएका केही हिराहरू स्यारोनलाई पठाउँछन् ताकि उनले आफ्नो नयाँ करियर सुरु गर्न सकुन्। साथीहरू, यो थियो क्राइम 101 को पूर्ण व्याख्या। यो फिल्मले हामीलाई सिकाउँछ कि कहिलेकाहीँ न्याय र कानुन फरक कुरा हुन्। तपाईँलाई यो फिल्मको ट्विस्ट कस्तो लाग्यो? के लुले माइकलाई भाग्न दिएर सही गरे? तल कमेन्टमा लेख्नुहोला। यदि भिडियो मन पर्यो भने लाइक र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।